आज हामी झाडा पखालाको प्राथमिक उपचारबारे सिक्नेछौँ। यदि झाडा पखाला धेरै नै भयो भनेदेखि चाहिँ बिरामी कमजोर भएको कारणले गर्दाखेरि पानी पनि पिउन सक्दैन र पानी कम भएको कारणले गर्दाखेरि बिरामी बेहोस पनि हुन सक्छ र यस्तो अवस्थामा चाहिँ तुरुन्त अस्पतालमा लगेर उपचार गराएन भनेदेखि बिरामीको मृत्यु पनि हुन सक्छ। झाडा पखालाबाट बच्नको लागि चाहिँ हामीले विशेष गरी सरसफाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ। हाम्रो हातमा चाहिँ एकदमै धेरै कीटाणुहरू हुने भएकोले गर्दाखेरि चाहिँ बेला बेलामा हामीले चाहिँ हातले मिची साबुन पानीले मजाले धुनुपर्ने हुन्छ। जस्तै हामीले खाना खानु अगाडि पछाडि दिसापिसा गरिसकेपछि र बच्चाहरूलाई खाना दिनु अगाडि र पछाडि चाहिँ साबुन पानीले मिची मजाले चाहिँ 20 सेकेन्डसम्म हात धुनुपर्ने हुन्छ। त्यसै गरेर हामीले खानेकुरामा पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ। जस्तै कि कुनै पनि खानेकुराहरूलाई चाहिँ एकदम राम्रोसँग पखालेर पकाएर मात्रै खानुपर्ने हुन्छ। पानी खाने बेलामा चाहिँ हामीले पानीलाई चाहिँ 2 मिनेटसम्म एकदमै भकभक्ती उमालेर खानुपर्ने हुन्छ। झाडा पखालाको कारणले गर्दाखेरि हाम्रो शरीरबाट खेर गएको पौष्टिक तत्त्व र पानीको मात्रालाई फेरि पनि शरीरमा फिर्ता ल्याउनको लागि चाहिँ हामीले धेरै जस्तो झोलिलो खानेकुराहरू खानुपर्छ। जस्तै कि गेडागुडी र दालको रस, त्यस्तै गरेर भातको माड, त्यस्तै गरेर फलफुलको रस, त्यस्तै गरेर चाहिँ हामीले मासुको सुरुवा बनाएर पनि खान सक्छौँ। झाडा पखाला लागेको बेलामा चाहिँ हामीले सादा पानी मात्रै खाएर हुँदैन, जीवनजल खानुपर्ने हुन्छ र जीवनजलले चाहिँ हाम्रो शरीरबाट खेर गएको पानी र पोषण तत्त्वलाई चाहिँ फिर्ता ल्याउने काम गर्छ। जीवनजल बनाउँदाखेरि चाहिँ 1 लिटर पानीमा यो 1 प्याकेट जीवनजल पुरै हालेर मजाले घोलेर चाहिँ 24 घण्टाभित्रमा खाइसक्नुपर्ने हुन्छ। र केही गरी हामीसँग जीवनजल छैन भनेदेखि चाहिँ घरमै के गर्न सक्छौँ भने 1 लिटर पानी लिने, 1 लिटर पानीमा चाहिँ 6 चिया चम्चा चिनी र आधी चिया चम्चा चाहिँ नुन राखेर मजाले घोलेर 24 घण्टाभित्रमा चाहिँ खान सक्छौँ। अब तपाईलाई झाडा पखालाको प्राथमिक उपचार सम्बन्धी जानकारी भयो। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।